एसएसडब्ल्यू यानी कि स्पेसिफाई स्किल वर्कर है, जापानी भाषामा चाहिँ पोक्दै किन भन्छौँ। यो भिसालाई चाहिँ प्लिज कसैले पनि यसलाई चाहिँ अलिकति भने लो लेभलको भिसा हो है, यो यसमा काम गर्ने व्यक्तिहरू चाहिँ अलिकति लो लेभलका छन् भनेर त्यसरी चाहिँ क्लियरिफाई नगरौँ, त्यसरी चाहिँ क्याटेगोराइज नगरौँ है। किन भन्दाखेरि चाहिँ अब एसएसडब्ल्यूबाट म नाम नभए यसको फुल फर्मबाट जाउँ हामी है। स्पेसिफाइड स्किल वर्कर भन्नुको अर्थ चाहिँ त्यो विषयको होइन, जुन विषय काम गरेछ त्यो स्पेसिफाइड सेक्टरको चाहिँ स्किल वर्कर हो भने बुझ्यो हो नि त, भने बुझ्यो नि त कुरा होइन। भन्नुको अर्थ चाहिँ यसको फुल फर्मबाट थाहा हुन्छ कि होइन, यसको चाहिँ त्यो क्याटेगोरीको चाहिँ जो स्पेसिफाइड क्याटेगोरीको चाहिँ स्किल वर्कर है भनेको अर्थ त्यसको लागि चाहिँ के आउनुपर्छ भन्दाखेरि चाहिँ त्यसै आउन पाइएन होइन। जापानको जिएलपिटीको चाहिँ जिएलपिटीको N4 लेभल अथवा चाहिँ जेएफटीमा चाहिँ 200 पोइन्ट्स भन्दा माथि र जुन सेक्टरमा काम गर्ने हो त्यो सेक्टरको चाहिँ स्किल टेस्ट पास गरे हुनुपर्छ भनेको अर्थ चाहिँ सर्टेन लेभल है ऊ चाहिँ पढेर आएको हुनुपर्छ भन्ने कुरा हो नि त होइन। अब यसरी पढेर चाहिँ पाएको भिसालाई चाहिँ कसरी लो लेभल भन्ने होइन। हुनसक्छ अब यसमा चाहिँ कामहरू चाहिँ विभिन्न सेक्टरमा छ, जस्तै अब एग्रिकल्चर भनौँ, सरसफाइ भनौँ होइन, होटल केयर गिभर है, लगभग 16वटा क्याटेगोरीमा छ होइन। त्यसमा चाहिँ कति ठाउँहरूमा चाहिँ अब लेबरको होइन लेभल कामहरू पनि गर्नुपर्ने हुन्छ। अब त्यो हिसाबले चाहिँ यो चाहिँ अलिकति लो लेभल हो कि भनेर चाहिँ कसैले चाहिँ यसलाई चाहिँ अलिकति होच्याएर चाहिँ बोले हुनसक्छ होइन। तर प्लिज है, तर चाहिँ ती व्यक्तिहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि है, जापानमा सुरुवाती रूपमा जो कोही आउँदाखेरि पनि होइन, चाहे त्यो स्टुडेन्टमा आओस् चाहे त्यो अन्य भिजामा आओस् है, काम लेबर कामबाट सुरु हुन्छ है। त्यसले सरसफाइ गरे हुन्छ, त्यसले चाहिँ भनौँ न अलिकति चाहिँ भनौँ न हार्डवर्क काम गरेर हुन्छ होइन। त्यसरी नै सुरु गरे हो, पढ्दै गइसकेपछि है त्यसपछि एउटा राम्रो ठाउँमा जारी खाएपछि उसको लेबर राम्रो बन्ला। तर सुरुवाती रूपमा त लगभग सबै लेबर होइन र है। यदि नेपालबाट नै ऊ चाहिँ आइटी इन्जिनियर भएर आएको छ होइन, सिभिल इन्जिनियर भएर आएको छ है, आर्किटेक्ट भएर आएको छ भने उनीहरूलाई चाहिँ अब त्यो भएन, उनीहरूसँग हामीले कम्पेयर गर्न मिलेन होइन। तर स्टुडेन्ट रूपमा आएको छ भने प्रायः जस्तो चाहिँ स्टार्टिङ चाहिँ हामीले चाहिँ अब एउटा लेबरको हिसाबले काम गर्नुपर्ने हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ एसएसडब्ल्यूलाई चाहिँ कसैले पनि यसलाई चाहिँ होच्याएर चाहिँ यो तल्लो लेभलको भिसा हो है, यहाँ काम गर्ने मान्छे तल्लो लेभलको भनेर चाहिँ प्लिज कसैले पनि यसलाई चाहिँ त्यसरी चाहिँ परिभाषित नगरौँ होइन। र जति पनि तपाईँहरू एसएसडब्ल्यूमा काम गर्दै हुन्छ तपाईँ निर्धको साथ है फुर्ती साथ भन्नुहोस् क्या म एसएसडब्ल्यू भने। किन भन्दाखेरि तपाईँले त्यो फिल्डमा आउनलाई तपाईँले मेहनत गरेको छ, तपाईँले पढेको छ, भाषा पढेको छ, तपाईँले स्किल टेस्ट पास गरेको छ होइन। र अर्को सबभन्दा ठुलो कुरो के हो भन्दाखेरि तपाईँहरूको चाहिँ काम गर्ने नाइयो हुन्छ नि हामी है, नाइयो कन्टेन्ट मिलेको छ क्या। यहाँ कति मान्छेहरू चाहिँ होइन अब चाहिँ भन्ने बेलामा यहाँ गिजिङको भिसा बोकेर बसेको हुन्छ तर नाइयो मिलाएको हुँदैन है। भिसा एकातिर हुन्छ, काम एकातिर। उनीहरूलाई चाहिँ हरेक पटक जुन भिसा रिन्यू गर्नु टेन्सन हुन्छ, मेरो भिसा रिन्यू हुन्छ हुँदैन होइन। यहाँ भएको पनि छ जुन नाइयो राखेर उसले चाहिँ पहिला भिसा एप्लाई गर्यो, उसको